मर्निङ सबैलाई मेरो भिडियो हेर्ने सबैलाई ह्याप्पी तिहार। फ्रेस भइसक्यो बुझिन के त भयो सिजन भयो सँगै होला नि अब सुतिरहेछ सँगै एकैपल्ट जाडो लागेछ है जाडो लागेछ अब त चिसो हुन्छ नुहाउँदा बिहान बिहानै के छ हाल ठिक छ अल्छेसँग फेला परेपछि होइन म केही गरेको छैन मैले त्यो नुहाइसकेर आइसक्दा पनि भगवान अल्छे बहिनी मैले त कति काम गरेर बिहार आइसकेँ तर बजार लागेछ सुसान पसेको फास्ट 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 केटाहरूलाई नुहाउन पनि के साह्रो अल्छी भएको जेरी छे आज अहिले सुतेको निकाल्छ अरे मैले अहिले सुतेको बिहान बितिसक्यो तपाईँ सुत्छौ खोइ जता गयो त्यति हराउँछन् म त अनि ग्यासको लाइट ग्यासले खोलेर बाल्न बहिनी तँ पनि माथि 10:39 छ 11:39 मा छ के हो मिलेको थियो अब कोही दिदी पनि आएपछि अब उता खनाल जानुभयो खनालमा को साल दिदी काल दिदी हुन्छ नि त खनालमा साल दिदी काल दिदी को हुनुहुन्छ अरे नि त दिदी खनालमा ती जानुभएको अरे क्या आउनु पर्ने नकल पार्नु बुढेसकालमा यहाँ आउनु पचास 46 वर्षमा नि पैसा हाल्नु पर्छ कुरकुरे नकल पार्नुपर्छ होइन त लु त्यो हजुरआमाले भने कि भने बुढेसकालमा कसले पाल्दिने चिसो भयो झर्न थाल्ने यार यहाँ छैन यत्रो थाल्छ क्या माथि यत्रो थाल्छ क्या माथि जानु पनि दादी आइज फटस्त लिएर आइज क्या त्यहाँ मोबाइल नबी त्यहाँ क्या भ्लग बन्दैछ भिडियो बनाएको हाम्रो दाजुभाइ छोरा
रेडी हुँदै हो डढेको छैन हौ ला कहिले सुरा लाएर आइसक्यो छैन क्या थोरै पानी हाल्न चट्ट हुन्छ क्या के को टेन्सन छ हो त मसलाको म पानी हाल्दा अलिकति अर्ग्यानिक कराई हो यो चाहिँ सबै एभ्री नेपालीको घरमा त्यस्तो कराई हुन्छ एउटातिर हुनुपर्छ यस्तोमा पकाएको बहुत मिठो हुन्छ अरे क्या दोकान चाहिँ त उ गर्छ कुकरमा खाना ठिक पार्नु त ठिक्क पारि क्या कुकरमा अनि छिटो अन्जाउनुपर्छ टाइम भइसक्यो फाइनली तयार गरियो त्यहाँ कहाँ गए भाइहरू नै कता गए परदेशीको तिहार के गर्छौ भनाइ छ नि लक्ष्मी भित्राउनलाई परदेशी कि लक्ष्मी भनिन्छ नि हो यही हो नि लैला बिजो कसले कल गर्यो बिहानै बिहानै ग्रुपमा कल गरेको कि यही म त ठ्याक्क बाथरुम गर्थेँ ए मोबाइल त के बज्छ कि डम 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 नेट अफ गर्नु पर्यो हाम्रो मम्मी चिटिक्क परेर गइसक्यो केटी ए वा धुओ दिँदैन हाम्रो मम्मी
त बिहान अल्टरेडी भएकै छैन बाहिरै टिका लाउने हो आमै हेर यार बाहिर लाउनु पर्ने केटी भित्र अँध्यारो हुन्छ नि त अँध्यारो हुन्छ भित्र अँध्यारो भएपछि पहिलो चाहिँ त अब छुट्टी पनि थियो अनि आनन्दले गर्न हुन्छ अहिले त छुट्टी छैन टिफिन साफ गर्नु पर्छ कता हो मम्मी नमस्कार हेलो नभनी कुदेको हेलो नमस्कार सरी मिस्टेक के गरेँ मैले बिगार गरेँ अरे यहाँ मेकअप हेर न मेकअप फेरि भन्थ्यो मेकअप हेर मेकअप के रेडी काममा बेला गर्छ नि के रेडी हुनु त हुँदा पो सती छ काम गरा गर्छ अनि रेडी भयो तिमीले मेकअप त गर्नु आफू क्या नुहाउन बस्यो भने ठ्याक्कै आधी घन्टा लाग्यो लाए 1 मिनेटमा नुहाउन निकाले कि अरे 10 मिनेट नुहाइले सरी म के गर्छु भने 10 मिनेटमा नुहाउन कसैलाई के गर्दैन कसैलाई के गर्दैन गाजर छैन तेरो छ ल्याएको छु लगाइदिनु होला आज कस्तो देखिन्छ सुनिस् मेला गाजर कस्तो देखिन्छ लगाइदियो अरे कहिले लागेको छैन यसले गाजर देखिस् अहिले अलगैले मेना गइदिनु लगाएको छ त गएदेखि गाजर त्यागेको सुनिस् त गएदेखिको गाजर छोड्यो कि अरे अनसन कसले लगाइन्छ है केही टाँसी रहेछ हौ उहाँ नि एउटा गुन्डा भएर झिनी रहेछ छैन कल गर्छ यसले कल गर्छ सम्झिन्छ एउटा अर्को यहाँ यसले सम्झिन्छ यसले यिनले सम्झिन्छन् तेरा मोबाइल डेट छ स्विच अफ भइहाल्छ नि गेम खेल्दा गर्छ नि स्विच अफ तँ गीत नभन्छ है बन्द गर युज गर्ने होइन हौ कति चिसो हुन्छ यार एकपल्ट लाग्यो नि हो भिनाजुको तर गालामा लाग्छ कम्ता चिसो हुन्छ यार एकछिन फेरि लिएर हिँडेको त्यो एउटा खोइ भिनाजुको के थियो गालातिर दल्ने कहिले काहीँ दल्छु कि मेना कम्ता चिसो हुन्छ यत्रो रमाइलो हुन्छ गाला चिसो हुन्छ अनि लगायो खोइ यता चाहिँ यता धेर चिल्लोमा नगर है बहिनी कति ढिलो हो त बहिनी दुई घन्टा पुगिसक्यो मेना भगवान् सुनन्दा चाहिँ किन हाल्नु छ सबको
खान भट्टापट्टि पनि तैँले आफ्नो गरिकाली भट्टापट्टि काम चाहिँ गरिनस् टेबल काट ज्ञानी मान्छे हो भनेको मान यहाँ मम्मी कहाँ जानुभयो पुसा अब ए यहाँ तेरो न मम्मी त भाग्यले अनि यसो गएर छ गरेको होइन अनि म त भन्दै भागेर ल्याउँ त 2000 मम्मी 2000 ल्याउँ त 1500 गर्नु यसलाई 1500 मैले भनेको पुग्नु पाले पाले पुग्न त्यही सर कहाँ बिचबाट नपुग्न यहाँ चाहिँ जान त पुसुलाको पैसा दिइदे ओइ ह्यापी तिहार हात्ती थाल खोल हात खोल मैले स्टोरी हाल्छु कहाँ दिनु कति कति दिँदै यहाँ मलाई आम्बासी 500 गर्नु न यसलाई 15 दिनु हैन म त मामुलमा थिएँ यता आइज त कहाँ बस्यो हजुर म त सरी हात हात यसि सरी माथि हैन मेरो मोबाइल कहाँ छ? सरी मात्र हात छोड गरे खोइ मेरो मोबाइल मलाई के मलाई के भन्नु छोड गरे अहिले पल्ट कुरा दिस अनि त्यो फोन गरेपछि मलाई यहाँ चार्ज गरेर ल्याए फुल पैसा चार्ज गरेर झिकिन्छ दे त मम्मी चल्दैन थिए मसँग छैन पल्लो काम छ क्या अनि फेरि फोन आएर मलाई तँलाई के छोरा गुन्डा जस्तो टोपी सोपी लाएर यहाँ तेरिको म त भनेन अब वर्षमा चेन्ज हुँदै हुँदै जान्छन् अस्तिको वर्षमा तिनजना अस्तिको दुई तिनजना दुईजना नक्कल यसपालि दुईजना भयो नि टिका लाउने अब त धेर नबोल्ला त पछाडि अगाडि मोबाइलको क्यामेरा छ पिल हो क्या त कपाल चाहिँ अब कहाँ लाउनु टिका कपाल यहाँ दुईवटा मात्र लगाइदियो न दुइटा लाउने एउटा राम्रो बनाएर कपाल माथि सुलिका पक्ने काम सबै दलियो क्या भन्छ कपाल माथि जानु कस्तो कालो हो हाम्रो कोरे छु तेल लागेर ल्याऊ मेरो पनि तेल लाग्यो सिजन त खान्छ सिजेर त यसलाई चिन्दैन छोड को हो चिन्दैन जेनिस भाइ चिन्छस् नि चिन्दैन रेजा सुशान्तको साथी जेनिस भाइ क्या चिन्दै बेसिस देखेन कहाँ चिन्छ किन त्यो मेरो दिदी हुँदा थिएन हो तिम्रो दोस्ती थिएन दोषी चाहिँ यहीँ थिएन नेपाल पुलिसमा यो नेपाल पुलिसमा नेपाल पुलिसको यो भाइ त कति सोधेको थियो त पहिला होस्टेलमा थियो तेरा नाम के भरे नीलो रंग थापा ओइ थापा ओइ थापा होली हो भन्छ यो भाग्नु नआउँदा मलाई जेठमा पो लागेको छ बुझ्नु आफ्नो फ्रेन्डसिप पनि थाहा रहेछ बुवालाई है चाहिँ भन्नुपर्छ भागलाइमा अरे ओइ यो करबिस खानामै खाना त मुलाम जान त गरेन अब छैन कसलाई अब छैन क्या भगा जा जाँदैन छैन भन्दैछ चलि जान्थे यो छ त रंग तिम्रो छ कपालले चाहिँ होला नि भगा जा त्यसो कपाल चाहिँ नि कपालले केही देख्दैन कहाँ मेरो कपाल छौ छैन रे ए हाम्रो लाइन गरेन अहिले नै भाइ जे तिमीलाई मन पर्छ मेला मेरो तिहार ओइ ओइ केही देख्यो भने कालो नकालो भएर ओइ मेरो तिहार गिफ्ट कहिले दिने नाकमा त लाग्यो सबको लाग्छ है ओइ मेरो तिहार गिफ्ट कहिले दिने पढा पढा कानमा कुन कलर लाउने कुन कलर लाने ल्यापटप पढा ओइ सिसिरे त सुसाने त नजिकाउनु पिङ्क लायो पिङ्क के डाली कस्तो देखिहाल्नु ओइ पहिला कति आफत हुन्छ यसलाई अहिले त के भरमै बर्छ त केटाकेटीहरू मलाई त पहिले जस्तो तिहार भएन नि त हल्लो भएको छ मेरो नाना दसैँ रमाइलो भयो न तिहार खोइ म त रमाइलो लाग्यो त ओर त गर्दा होला कि दिमागले कहिले जाने अब म त छैट पिछाडि जान्छु भने तिमीलाई पर्सि नै पठाइदिने आज के त कहाँ चुयो यो अन्धकारमा राम्रो राम्रो राख्न सक्यो कि
नाकमा सबैको झरेको उसमा त झरेको नाम नाम अब हामीले लगाइदिनु चुयो अरे हेर्न चुयो अरे छ नि हेर्दै त छैन क्या छैन कुमाई म लास्टै गइरहेको त हाम्रो त्यहाँ हातले हातले यहाँ माथि यहाँ खोइ खोइ यहाँ क्लिप पाक्लो पाक्लो नि त यता तिमीहरू चाहिँ मिठाईको ओ खोइ त मलाई के गरेको ल्या यसले त यहाँ थाहै रहन्छ यो पत्ता चुरेर लागिनु त एउटा ए लाग्दैन लाग्यो नि तिमीले दिला पनि यसरी लाउनु रे यहाँ त छेउतिर आएको छ दिला ओइ ए किन लाग्यो मलाई त्यसले लाग्यो त भाइ पत्ता लाग्दैन होला एउटा राम्रो पत्ता चुरेर अलिक ज्ञानी हुने कहाँ चाहिँ हुने त्यसलाई फोन गर नि त खान्दिनँ म ए हामीले किन्ने सामान हामीले खायौँ हामी खाँदैनौँ हेर न घिच भन्छ कस्तो बियो के भन्छ आजको दिन के किन बस्यो आजको दिन आजको दिन किन रेस्पेक्ट आजको दिन रेस्पेक्ट दिन्छु भन्दैको सबैले पाल्ने पाल्ने उठ तमाको भाइ ढोक्छ ल सर त लोक छ दुईटा कुरा ए खुला ओइ गरेर पैसा नदिने लाग्छ पैसा चाहिँ हातमै हारे क्या अनि फलो त ल अब हातमा दिएर त पैसा हातमा दिनुपर्छ नेपाल डोबेर यहाँ पैसा खिच्यो पैसा दिएपछि त राख्नु पऱ्यो तेरो भाग पनि माग्नु पर्छ हामी तेरो भाग माग मेरमा हाल्दिनँ न अब खाना खान्छ खाना खाने खाना ल बोलौँ न आउनु सबजना आऊ मेरो प्रिय मित्र नभए पनि तिमी मेरो प्रिय सिस्टर ल तिहारको टिका टाक म त भएको पैसामा त के गरेँ खालि सक्यो कतै गएन नि यता माल दिदीसँग बोल्दैछ दाजु चाहिँ खोइ देखाइदिनु मोबाइल इ माइली दिदी विदेशमा हुनुहुन्छ चिन्तामा हुनुहुन्छ इ गट इमोसनल सिगट हौ हिगट हो अरे हिगट अरे गुड टिकाको कार्यक्रम लगभग सक्नु लाग्यो अब भाइहरूलाई खाना दिनु छ भात बजाइँदैछ कहाँ गयो एउटा केटो यसले आधी किलो मासु खाइसक्यो यता 2 खालमा भात खाएर हिँडिसक्यो उठिसक्यो केटो 4वटा त भयो त जसेर भ्यान के गरेर 5 र भयो साँच्चै हुने भयो यो मुला आउँछ आउँदैन नि अर्को पालि आउँछु यो मुला के तन्नेरी भएर 1 वर्ष लागेपछि दिदीहरू छोड त अब यो मुला तन्ने भएर के आउँछ लागेछ बुढो हुन्जेलसम्म लगा यसका दिदी आगोदेखि एल्ना सँगसँगै आउँछ खनारोड अब सुसन ठुलो हुन्जेलीसम्म नहुन्जेलीसम्म त अब जा भनेर म पठाउँदिनँ एलिना बुढी नहुन्जेलीसम्म जाँदैन सुसन कस्तो काली देखेको 10 पास गरेको होइन यताबाट 10 पास गरेपछि गएर यहाँ बुढी काली अलरेडी यार धन्न क्यामेराले त्यो गोर देखाउँछ जब बुढा बुढी हुन्छन् अनि मात्रै भाइहरू जाने हुन् हो दिदी निका हो र बुढा हुन्जेली भनेको समस्या नपरुन्जेली बुढा पनि आउँछन् अब घरमा समस्या छ भने त कहाँ को भ्याउँछ त हो त्यही हो लास्टमा त्यही हो कहाँ डुल्न चल्नु पर्दैन भात खा छिटो खाइसक सोल्टी आउनु सोल्टीमा जानु घर सन्ताको फेसा चोरेर रन्ताको फेसा चोरेर ए भगवान् म त कि रन्ताले भन्छु नि रन्ताको फेसा चोरेर उसको अनुहारमा चाहिँ किन त्यस्तो आउँछ र लाउँदै कि चोरेर कसैलाई थाहा छैन क्या हामीलाई खोइ लगाइदेऊ
मलाई लगाइदिएको छैन टिका फेरि बस्नुपर्छ टुकुरीका बस्न यति माथि भूमिकालाई गर्न नआएर उठ्न बस्न सक्दिनँ होला मलाई पनि बोलायो भन्दै थिएँ त्यही त फुल हराइछ त मेरो त यहीँ छ त सिसीले कसरी लावटी त्यति हो छेउमै आउँछ भिडियो हेर्नु संस्कारी बनाऊ यसपालि त कान्छा फुलको बिजोग त एउटा मात्र माला बनाएर दिनु पर्थ्यो एउटा क्या डोरीमा एउटा माला तुर्नु राम्रो कन्टेन्ट निस्किन्छ दिदीको भ्लगमा भिडियो अनि मैले एउटा गाँठो भएको निस्केको बनाइदिनु यता झुन्डिरह त यही होला कता कता के छ मान्छे उल्टो लगाएर छ त्यस्तै लाएर एकपल्ट पनि नफेरि त्यहाँ यो त मैले यसरी यस्तो बनाएर मैले पानी हालेको थिएँ त यहाँ यहीँले जग्गा पनि पानी ल्याइज त्यहाँ छ जुगाड हो क्या यो कुर्ताले चाहिँ बेचत गराउँदै अलि बेचत भयो के छ होइन बिहा नहुँदैसँग बेजत हुन्छ बिहा भइसकेपछि त बेजत हुँदैन आइमै जस्तो भयो लङ बुत्नु हिँड्ने होइन आइमै हो नि त बिहा नि छोरा पाएपछि त नि गाडी बिडी एउटै कलरको लगाइदियो त्यसमा थपिनु भयो तपाईँलाई फेरि तिनवटा लाग्छ भनेर तिनवटा के भयो नि भने जस्तो हुन्छ नि त तिनवटा ठिक हुन्थ्यो मलाई यस्तै गर्नु यो यस्तो कहिले दाइको लक पाइदिनु यस्तो सुध्रिनु यहाँ आएर जान्छ मालाको बिजोग सब भएर हिँड्न मन लाग्ने बिजोग अर्को पाल त म थुप्रै फुलले रोपिँदै जान्छ अर्को पाल त एक्लै हुन्छ खुट्टाले ढोगिहाल्छ दिदी लगिहाल्नु हेर्नु मेरो बिजोग कुर्था जस्तै आइमै त म त सधैँ भएको नि के यस्तो हुँदैन अन्त मर्दैन राधे दिदी खुट्टामा पैसा दिनु हुँदैन क्या राख्दैन कहिले आशीर्वाद दिनु मिल्दैन भाइ मलाई दिनु सन्तान डाँडा दाको कस्तो सन्तान के खान्छ सुजन त्यही काजु खुवाइदैन सबले खान्छ सुजन त आजकल सुध्रेको छ अरे काजु दाइलाई पो भेस्ट हुँदा उता ट्राई हालिहाल्छ नभए साथमा जानुपर्छ के नहुनु हुँदैन होला जस्तो लाग्छ तपाईँलाई ठुलो साइज दिइदिएको कस्तो नहोला है जान्छ है के त दाइको भुँडी छ क्या अनि कति बुढो भइसक्यो कि कपाल झर्ने वर्ष दिनको तिहार पनि सकियो सबैलाई बाई बाई